कुशल लामा दाजु छ के छ यो बगानको अहिले विषयमा के भन्नु छ कि दुई शब्द के भन्नु बगानको विषयमा के भन्ने अब अहिले तलब पनि दिएको छैन हो यता मालिकले पनि बन्द गरेको छैन यो अचानक काम गर्दा गर्दा पैसा नदिएर मतलब काममा नगएको मात्रै हो अन्त यहाँ मालिकले बन्द पनि भनेको छैन जनता पनि तलब नभएर गएको छैन अन्त के मालिकको नाममा कागज भएको छैन र उसको नाममा भन्ने कुरा सुन्यो कागज उसको नाममा भयो भने त तलब दिइहाल्छु भन्दैछ के कुरो यो कुरो साँचो हो अब कागज भन्ने कुरो माथिको हाई लेभलमा ऊ आउने बेलामा के लिएर आएको थियो र अब अहिले के गर्दैछ त्यो मालिकलाई थाहा होला अब हामी कसरी भन्नु हो अब अहिले के छ के छैन त्यो मालिकले जुन बेलामा अब आउने बेला के सोचेर आएको थियो हो त्यो अनुसारले चाहिँ उसले कामै गरेको छैन अब तिमीहरूलाई त के बुझ्नु छ हामीलाई कमाएको छ पैसा चाहियो होइन हामीले त काम गरेको छ हामीलाई कामको दाम चाहिँ चाहियो